हाम्रो घर वरपर पाइने भृङ्गराज सानो र साधारण बोट होइन, यो प्रकृतिको एउटा खजाना हो। ताकि हामीले आयुर्वेदिक स्तरमा सुनको थालमा कनिका मागिरहेका छौँ। आज हामी यससँग परिचित नहुन सक्छौँ। हाम्रा पुर्खाहरूले यसबारे के भन्ने गर्दथे त? के तपाईँले याद गर्नुभएको छ कि कपाल झर्ने अथवा चाहिँ सेतो हुने भयो भने हाम्रा हजुरबा हजुरआमाहरूले तुरुन्तै भृङ्गराजको तेल लगाउने गर्दथे अथवा चाहिँ तेल लगाउने सल्लाह दिन्थे। यस्तै गरी यो सानो देखिने बोट भित्रबाट अविश्वसनीय रूपमा शक्तिशाली पनि छ। यसलाई केशवराज पनि भनिन्छ, जसको अर्थ हुन्छ कपालको राजा हो। यसको हामीले कसरी प्रयोग गर्ने, कुन कुन क्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने विषयमा मैले यहाँहरूलाई सटीक जानकारी लिएर उपस्थित भएको छु। कपाललाई जरादेखि बलियो बनाउँछ, कपाल झर्नबाट रोक्छ र खैरो कपाललाई कालो बनाउन मद्दत गर्दछ। टाउकोलाई पोषण दिन्छ, टाउकोमा रक्त सञ्चार बढाउँछ, कपालको वृद्धिलाई सहयोग गर्छ, निन्द्रा लगाउन मद्दत गर्छ। यसको तेल टाउकोमा लगाउनाले दिमागलाई शान्त पार्ने काम गर्दछ र निन्द्रालाई बढुवा दिनेछ। जसलाई निन्द्रा नलागेर छटपटी हुने रोग छ, उहाँहरूले यसको तेल टाउकोमा लगाउनु भयो भने पक्कै पनि निन्द्रा आउनेछ। कलेजोलाई डिटक्सिफाई गर्छ। आयुर्वेदमा भृङ्गराजलाई कलेजोको टनिक पनि मानिन्छ र शरीरका विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ। छालालाई उज्यालो बनाउँछ। यसको सेवनले वा यो लगाउँदा छालाको चमक बढ्छ र हाम्रो शरीरका दाग दुबीहरू पनि निर्मूल भएर जानेछन्। तनाव कम गर्छ। नियमित प्रयोग गर्ने मनलाई चाहिँ शान्त गराउँछ र शरीरलाई आराम पनि दिने काम गर्छ। यसको रोग प्रतिरोधात्मक क्षमता जुन इम्युनिटी पावर छ, यसलाई एक्टिभ गराइदिने गर्दछ। शरीरलाई भित्रैबाट बलियो बनाउने र रोगसँग लड्ने क्षमता जुन शक्ति छ, यसलाई चाहिँ बलियो बनाउने गर्दछ। प्राकृतिक कपाल कन्डिसनरले कुनै रसायन बिना रेशमी र नरम छोड्दछ र भृङ्गराजलाई विशेष गरी हाम्रो धार्मिक स्तरमा पनि अत्यन्तै महत्त्वपूर्ण जडीबुटी मानिएको छ। भृङ्गराजसँग बेलपत्र मिसाएर तिलक लगाउनु भयो भने जसले देख्छ त्यो व्यक्ति मोहित हुने गर्दछन्। त्यसैले तपाईँको कपाल लगायत हरेक कुराहरूको लागि भृङ्गराज अत्यन्तै महत्त्वपूर्ण छ। यसको प्रयोग गर्न नबिर्सनुहोला। धन्यवाद।